यो कथा धेरै वर्ष पहिले मेरो बाजेले भन्नुभएको कथा हो। मेरो बाजेलाई पनि सायद मेरो बाजेको बाजेले अथवा बुवाले भन्नुभएको होला। मेरो बाजे बित्नु भएको नै 20 वर्षभन्दा बढी भइसक्यो। उहाँ 90 सालको भुइँचालो आउँदाखेरि त्यस्तै 5 वर्ष जति हुनुहुन्थ्यो रे। उहाँलाई अलिअलि सम्झना छ रे 90 सालको भुइँचालोको। उहाँले रानी पोखरीको बारेमा भन्नुभएको कुरा जस्ताको तस्तै म भन्न गइरहेको छु। मलाई पुरै याद छ त्यो कुराहरू। उहाँले भन्नुभएको रानी पोखरी राजा प्रताप मल्लले बनाएका थिए। त्यो बेला काठमाडौँको राजा प्रताप मल्ल थिए। रानी पोखरीलाई नेपाल भाषामा नुपुखु भनिन्छ। सायद पहिले सबै नेवारहरूले यसलाई नुपुखु नै भन्थ्यो होला, किनभने पहिला नेवारहरूलाई नेपाली भाषा त्यति राम्रोसँग बोल्न आउँदैन थियो। रानी पोखरीको निर्माण गरिसकेपछि त्यहाँ विभिन्न ठाउँहरूको पवित्र जल ल्याएर राखियो। विभिन्न तीर्थस्थलको जल भएको ठाउँमा नुहाएपछि पुण्य प्राप्ति हुन्छ, पाप पखालिन्छ भन्ने मान्यता पनि थियो होला। त्यसैले होला राजा बिहान बिहानै आएर पोखरीमा नुहाउँथ्यो। हुन त पहिला दरबार छेउछाउ पनि अथवा दरबारभित्रै पनि धारा थियो कि दरबारभित्र नभए पनि दरबार छेउछाउ थियो कि हनुमान ढोका दरबार स्क्वायर नजिकै मरुहिटी छ अहिले, जुन पहिले पनि थियो कि सायद मेरो विचारमा। तर राजाले अब पवित्र तीर्थस्थलको पानी भएको ठाउँ भएर त्यही नुहाउने होला। राजा बिहानै आएर नुहाउँथ्यो त्यो ठाउँमा। पहिले पहिलेको मान्छेहरू बिहानै सबैले उठ्ने चलन थियो, सायद उज्यालो हुन अगाडि नै उठ्थ्यो कि। राजा त्यहाँ गएर नुहाउने क्रममा राजाको भेट एउटा युवतीसँग हुन्छ। दिनदिनै नुहाउने क्रममा भेटघाटको सिलसिलामा राजाको प्रेम त्यो युवतीसँग हुन्छ। पछि केही समय पश्चात युवती गर्भवती हुन्छ र त्यो गर्भवती युवतीले एउटा बच्चालाई जन्म पनि दिन्छ। केही समयपछि राजा दुब्लाउँदै जान्छ र त्यो केटी किचकन्डी हो भन्ने कुरा राजाले थाहा पाउँछ। उसको खुट्टा उल्टा भएको राजाले देख्छ। त्यसपछि राजाले तान्त्रिक गुबाजुहरू बोलाएर यो समस्या समाधान गर्नको लागि आदेश दिन्छन्। पहिलेका गुबाजुहरू तन्त्र विद्यामा धेरै पोक्त छन् भन्ने कुराहरू पनि हामीले सुन्दै आएका छौँ। जस्तै जामन गुबाजुको कुराहरू पनि हामीले सुन्छौँ। त्यसपछि गुबाजुले राजालाई एउटा धागो दिन्छ, जुन धागो किचकन्डीले थाहा नपाउने गरी बाँध्नु पर्ने थियो। राजा भोलिपल्ट पनि त्यसै गरी जान्छ त्यो धागो बोकेर। त्यसपछि किचकन्डीसँग भेट गरेर राजालाई केही थाहा नभएको जस्तो गरेर राजाले त्यो किचकन्डीले नदेख्ने गरी त्यो धागो किचकन्डीको शरीरमा बाँधिदिन्छ। त्यसपछि राजा भेटघाट गरेर दरबारमा फर्किन्छ। त्यसपछि तान्त्रिक गुबाजुले त्यो धागोलाई पछ्याउँदै जाँदाखेरि एउटा ठाउँमा हड्डी गाडिएको भेट्छ। त्यसपछि त्यो हड्डीलाई झिकेर प्रक्रिया अनुसार जलाइन्छ। त्यसपछि राजा किचकन्डीबाट मुक्त हुन्छन्। राजा किचकन्डीबाट त मुक्त हुन्छन्, तर केही समय पश्चात त्यो किचकन्डीले जन्माएको बच्चा थियो। त्यो बच्चाले चाहिँ रानी पोखरी वरिपरि नुहाउन आउने मान्छेहरूलाई दुःख दिने, विभिन्न तरिकाले तर्साउने, दुःख दिने यो कामहरू गर्न थाल्यो। त्यसपछि फेरि तान्त्रिकहरूले आफ्नो तन्त्र बलको शक्तिले त्यो किचकन्डीले जन्म दिएको बच्चालाई आफ्नो बसमा पार्छन्। त्यसपछि एउटा ठुलो हात्तीको मूर्ति बनाइन्छ र त्यो हात्तीको सुँडले त्यो डल्लोलाई चाहिँ छिचाइन्छ। अहिले जुन रानी पोखरीमा तपाईहरूले आज पनि देख्न सक्नुहुन्छ र त्यो हात्तीको माथि चाहिँ नि प्रताप मल्लको प्रतिमा बनाइन्छ। यसरी तान्त्रिकहरूले आफ्नो तन्त्र बलको शक्तिले किचकन्डी र किचकन्डीको बच्चाबाट राजा र प्रजालाई मुक्त गर्छन्। कस्तो लाग्यो यो कथा भन्नुहोला। यसमा तपाईँले केही कुरा थप्न मन लागेको छ अथवा भन्न मन लागेको छ भने कमेन्ट गर्न सक्नुहुन्छ। त्यस्तै गरी हाम्रो डेली लाइफमा एकदम काम लाग्ने वेबसाइटहरूको लिङ्क यो वेबसाइटमा छ, यसमा चेक गर्नुहोला। यसको लिङ्क @nepal.net/web हो। यसमा पुरानो ब्ल्याक एन्ड व्हाइट फोटोलाई केही सेकेन्डमै कलर फोटो बनाउन सकिन्छ। त्यस्तै गरी बिग्रिएको पुरानो फोटोलाई राम्रो नयाँ बनाउन सकिन्छ। त्यस्तै गरी अरू टाइपिङको वेबसाइटहरू पनि छ र त्यस्तै काम लाग्ने थुप्रै वेबसाइटको लिङ्क छ, एकचोटि पक्कै चेक गर्नुहोला। डेस्कटप अथवा ल्यापटपमा हो भने बुकमार्क गरेर राख्न सक्नुहुन्छ यो वेब पेजलाई। त्यस्तै गरी मोबाइलमा हो भने एड टु होम स्क्रिन गरेर राख्न सक्नुहुन्छ। कुनै पनि बेला तपाईँले यो वेबसाइटको एकदम खाँचो हुन सक्नेछ।
थ्याङ्क यू, शुभ।